के फरक पर्छ किनभने तपाईँले आधा घन्टा दिएपछि तपाईँ आधा घन्टा बाँकी छ यसैको कारणले सेन्स छैन पहिला त जरा नै निकाल्नु पर्यो जराबाट उठाएर फ्याँकेपछि धेरै चिज स्पेसल अवेरनेस भनेको उनीहरूले मैले भने स्पेसको बारेमा अवेर हुँदैन जब त्यो गेटको अगाडि बस्छ भन्नु सक्दैन त्यो रातो बाइकको अगाडि बस्छ भनेर त्यस्तो पारेन कोर एबिलिटी टु क्लाइम्ब क्लाइम्ब गर्न एकदम गाह्रो हुन्छ अनि प्लेग्राउन्ड स्ट्रक्चरहरू गाह्रो हुन्छ है ब्यालेन्स कोर ब्यालेन्स हुन्छ अनि एटेन्सन अनि के भन्छ भने तिनवटा रिफ्लेक्स हुन्छ एउटा चाहिँ फेथ प्यारालाइसिस रिफ्लेक्स हुन्छ त्यो फेथ प्यारालाइसिस रिफ्लेक्सले गर्दा पेटमा हुने आउँछ होइन अनि त्यो गएन भने चाहिँ बच्चामा चाहिँ के आउँछ त बच्चाहरूले कराउने झर्किने जति पनि एन्जाइटी हुन्छ नि बच्चाहरू अनि डराउने केही चिज भयो डराउने अप्यारोदेखि डराउने त्यस्तो चेक गर्ने तरिका त्यसको म्याचुर भनेको मोरोको म्याचुर भनेको टिआर क्लियर रिफ्लेक्स मोरो रिफ्लेक्स टिआरआर रिफ्लेक्स चाहिँ बच्चाको इमोसनहरूलाई एकदमै असर अनि दुईवटा रिसर्चमा के देखा छ भने फेथ प्यारालाइसिस चेक गर्न सक्दैन तर मोरो र टिआरआर छ भने पनि बच्चाको फेथ प्यारालाइसिस चाहिँ भन्छ अब मेरो बच्चा त अहिले डिफिकल्ट छ तर बढी बच्चा चाहिँ रुनु कराउने झगडा गर्छ भने त्यसमा पनि हामीले टिआरआर रिजन छ भने चाहिँ टिआरआरको कारणले पनि बच्चाको